सम्पूर्ण नमस्कार। मौसम प्रतिकूल छ र स्वास्थ्यमा पनि प्रतिकूल असर भइराखेको छ। यो मौसम परिवर्तनको कारणले लगातार 3 दिनसम्म चाहिँ बेड रेस्ट गरायो र अहिले चाहिँ हल्का सुधार भएको छ र यो सुधार भएसँगै एकदमै महत्त्वपूर्ण जानकारीमूलक भिडियो लिएर आएको छु। महाभारत गाउँपालिकाले यही मिति 2082 पौष महिनाको 23 गतेदेखि यही माघ 2 गतेसम्म 10 दिनको लागि राष्ट्रिय परिचय पत्रको विवरण सङ्कलन गरिँदैछ र गर्दै आएको छ। 8वटा वडामा एक दिन यस महाभारत गाउँपालिकाभित्र रहेको 8 वडामा र महाभारत गाउँपालिकाको कार्यालयबाट 2 दिन गरेर 10 दिन शिविर सञ्चालन गर्दै आएको छ र यसै सन्दर्भमा यस महाभारत गाउँपालिका वडा नम्बर 5 को वडा कार्यालय अर्थात् हाम्रो वडामा यही पौष महिनाको 28 गते एक दिने शिविर सञ्चालन हुँदैछ। त्यसैले यस महाभारत गाउँपालिका वडा नम्बर 5 मा रहेका सम्पूर्ण सेवाग्राहीहरूमा वडावासीहरूमा यसै भिडियो मार्फत यो सुनौलो अवसरलाई सदुपयोग गर्नुहुनको लागि हार्दिक अनुरोध गर्दछु। धन्यवाद।